दाङमा पनि यस्तो काली लाग्दो घटना हुन्छ। उनी हुन् सुरेश विश्वकर्मा, दाङ ग्वारखोलाका। उनलाई टिप्परले हानेको थियो 3 महिना अगाडि। अहिलेसम्म यो दुर्घटनाको बारेमा उजुरी दिन जाँदा प्रशासनले लिँदैन। प्रशासन अब के अरे नेताको भयो। अनि के अरे पालिकामा जाँदा के भन्छ थाहा छ? हाम्रै उसको पार्टीको हो, हामीले यो केही गर्न मिल्दैन भनेर भन्छ। ल पालिका त बिक्यो, प्रशासन के गर्न बिकिरहेछ? प्रशासन पनि अब के अरे नेताको हो, पुलिस नेताको। के खोक्न बसिरहेको तिम्रो? लाज भन्ने छैन, घिन भन्ने छैन? तिम्रो त नबिक यार। सरकारी होइन हो, सरकारी कोटाबाट गएका होइन तिम्रो कि पार्टीको कोटाबाट गएका हो? पैसामै बिक्ने हो तिम्रो, जनतालाई हेर्ने होइन। अनि उनको अवस्था कस्तो छ भने यिनी अब के मर्ने अवस्थामा के भने अपाङ्गको अवस्थामा छन्। लाज घिन भन्ने लाग्नुपर्ने प्रशासनलाई। ल पालिका त बिक्यो, प्रशासनलाई घिन लाग्नुपर्ने। लाज भन्ने छैन यिनीहरूलाई। तिम्रो सरकारबाट गएका होइन हो, पोलिटिकल लडमा गएका हो तिम्रो, पैसामै बिक्ने हो। त्यही भएर त नेपालमा आर्मीलाई भन्दा पुलिसलाई गया मानिन्छ नि, आर्मीलाई जे पनि साथमा आर्मी दिइन्छ नि। त्यही भएर रहेछ क्या। बल्ल बुझ्दैछु म चाहिँ। जति ठुलो हुँदै भयो उति यिनी प्रशासनहरू यिनीहरू बुझ्दैछौँ क्या हामी जनताहरू। लाज भन्ने घिन भन्ने लाग्नुपर्ने। जिल्ला प्रशासनले के गरिरहेछ? न्याय दिनु पर्यो क्या, न्याय दिनु पर्यो। पालिकाको मेयर के गरिरहेछ? लाज भन्ने छैन यिनीहरू। त्यही आमाको त्यही बच्चाको भोटबाट तिमीहरूले जिते होइन, त्यही आमा आज आँसु रुवाइरहेछन्। तिमीहरू के हेरेर बसिरहेछौ? लाज भन्ने छैन। त्यही भोटबाट आज गएर माथि गएर भ्रष्टाचार गरेको छैनौ, त्यही भोटले गर्दा आज यत्रो भएन। अब भोट हाल्नेवाला चाहिँ सोचेर हालिदिनु ला प्लिज। भोटकै कारण यति भयो भन्छु म चाहिँ। भोट चाहिँ हामीले सोचेर हाल्नुपर्छ। अब यिनीहरूलाई चाहिँ फाल्नुपर्छ। प्रशासन पनि फाल्नुपर्ने अवस्थामा देखिसक्यो। लाज भन्ने छैन यिनीहरूलाई। जस्टिस फर प्लिज दाइ, हाम्रो दाइलाई राम्रो होस् भन्ने चाहन्छु म चाहिँ। हस्त नमस्ते।